भएछ मेरो त फोनै ब्यागभित्र हालेर हामी भर्खरै आइपुग्यौँ यहाँ तल काँडे। सरी के बुझेन एकचोटि है। हेलो भन्नु त यहाँ अलि केही बुझेको थिएन। ए आधा घन्टा पाउने घन्टाभित्र यहीँ आइपुग्नुहुन्छ? ए ल ल ल ठिक छ, हस् हस् हस्। हामी झरिसक्यौँ है त, यहीँ छौँ। ल ल ल रोटी बनाउन भन्नु नि त। रोटी तरकारी खाने? रोटी झोल तरकारी। हाम्रो गाडी चाहिँ आइसकेको छ है। यो गाडी लिएर ड्राइभर त आइसक्नु, हामी गाडीतिर जाँदैछौँ। अब हाम्रो सामान सब लोड गर्ने, त्यसपछि आज हामी सिधै यहाँबाट लाग्ने मुस्ताङ। अहिले चाहिँ हामी यो बागलुङ कालिका मन्दिर आइपुगेका छौँ। मन्दिरतिर जाँदैछौँ दिदी र म। दुईजना यता हो मन्दिर चाहिँ। खै गाडी रोकेको, म त निन्द्रा लागिरहेको थियो, नरोकिदियो भयो नि हुन्थ्यो। तर अब गाडी नै रोकेर जानु, यहाँ चाहिँ अब यो ठुलै मन्दिर हो भन्नुभयो। त्यही भएर चाहिँ अब हामी आएका छौँ यहाँ बागलुङ कालिकाको दर्शन गर्न। के छ अब यहाँ हेर्छौँ यता। पश्चिम नेपालको एक महत्त्वपूर्ण धार्मिक स्थल हो बागलुङ कालिका मन्दिर। मन्दिर बागलुङ बजारदेखि करिब 2 किलोमिटर टाढा छ। कालिका मन्दिर देवी कालिकालाई समर्पित छ, शक्ति र सृजनाको प्रतीक। स्थानीय कथा अनुसार मन्दिरको स्थापना सदियौं पहिले भएको हो। जब देवीको मूर्ति प्राचीन समयमा यहाँ रोकिएको थियो, त्यसै दिनदेखि यो स्थल धार्मिक श्रद्धा र सांस्कृतिक केन्द्रको रूपमा परिचित भएको हो। मन्दिर त राम्रो थियो, भाइब लिनलाई मसँग एनर्जी भएन। म साह्रै टायर्ड भएको अवस्था, हिँड्न नसकेर लखतरान परेर भगवानको मन्दिरमा जाम कि नजाम गर्दै गएको त्यस्तो ठुलो पनि रहेको छ। ल हामी चाहिँ रुप्से झर्नामा रोकेका छौँ है। भर्खर गाडीबाट निस्क्यौँ, एकदम झर्ना चाहिँ बवाल छ बवाल। हाम्रो सुजिला त उहाँ दौडिँदै उहाँ पुगिसक्यो। खोइ अरू टोली आएन नि, तर अरू टोलीको मलाई अहिले मतलब छैन। म जाँदैछु झर्नामा रुप्से। ओइ रुप्से ओए 4 छ त पानी छ। सही अलिअलि रुजियो, फ्रेस भयो जे सुर्सेबाट चाहिँ। अब डिरेक्ट टु मार्फा, नन स्टप मार्फा एक्सप्रेस। मुस्ताङको सुक्खा भूभाग बीच अचानक देखिन्छ सेतो ढुङ्गाले बनेको शान्त गाउँ मार्फा। फिल्ममा मात्रै देखेको, अहिले चाहिँ मार्फामै छौँ। राइट हियर इन मार्फा हैन? राइट हियर राइट नाउ। राइट हियर राइट नाउ एट प्रेजेन्ट। यहाँका मानिसहरू मुख्यतः व्यापार, कृषि र साना होटेल र गेस्ट हाउसको काममा संलग्न छन्। पर्यटकहरू सुन्दर दृश्य र स्थानीय संस्कृति हेर्न यहाँ आउँछन्। मार्फा भिलेज पछिको नेक्स्ट स्टप हाम्रो अहिले चाहिँ दुम्बा। के ताल हो यो? दुम्बा ताल देश ताल हो। हामीलाई के ताल मतलब छैन, तर ताल हो। हावा लगाइरहेको चाहिँ एकदम होइन। हामीलाई चाहिँ धुम्बा लेक रहेछ, धुम्बा लेक। अनि एकदम विन्डी। यहाँ आएर चाहिँ एउटा के चिज देखियो भने चाहिँ यो धेरै हावा लाग्ने भएर यो सबै रुखहरू नै यता साइड, यो साइड मोड्ने खाने सब यहाँ भएको। अनि यो मेरो कपालले त जुन साइड फर्किरह त्यही साइड फर्किरहन्छ सबै है। यो चाहिँ यहाँ तालमा। अब हामी तालतिर लाग्छौँ।
त्यो ध्वजा बाँधेको ढुङ्गा चाहिँ नछुनु भन्नु कतै पनि पानीमा कतै पनि थुक्ने नगर्नु के ए पानी थुक्ने नछुने ए छुन त पाइयो छुन त पाइने जल त हाल्न पाइने यसो टाउकोमा के छ अरे भने यहाँ चाहिँ यो तालमा यो नागदेवता सेवता सबै भएर तालमा चाहिँ कहीँ थुक्नी नगरिदिन होला रे तालमा एउटा ढुङ्गा छ अरे ध्वजा बाँधेको त्यो नछुन होला रे होइन नागदेवता सेवता लाग्छन् बिरामी सिरामी पर्नुहुन्छ मान्छेले मान्दैनन् अझ नर्नला कहीँ थुक्नी उर्नी नर्नला वाइल्ड ब्युटी दिस इज वाइल्ड ब्युटी तर हावाले चाहिँ लास्टै गाह्रो गराउने रहेछ किन हावाले यस्तो हावालाई नआउँछ एकदम जाडो छ तर मलाई जाडो भयो भने म चाहिँ हाफ प्यान्टमै छु है एकदम क्याजुअल लुकमा छु अब चाहिँ जाडो भएर हामी यहाँ खास फोटो खिच्न रोकेका थियौँ यो सेल्फी पार्क भन्ने ठाउँमा अब हामी गाडी चढ्छौँ एकैचोटि आज बास बस्ने ठाउँमा जान्छौँ ओके आज हामी कुन ठाउँमा बस्ने अरे खिङ्गामा बसिन्छ अबको 5 मिनेट ह्याङ्गामा खिङ्गा सही गुड मर्निङ फ्रम मुस्ताङ गाइज अहिले चाहिँ लगभग 6 बजिसक्यो बिहानको हामी चाहिँ अब यहाँ मुक्तिनाथ जान लाग्छौँ उठिसक्यौँ अहिले फ्रेस भएर अब रेडी भएर निस्किने तर्फमा छौँ हिजो रात चाहिँ हामी यो खिङ्गा भिलेज भन्नेमा बस्यौँ यो निर्वाणा होटल निर्वाणा एन्ड रेस्टुरेन्टमा अनि यो चाहिँ हल्का कागबेनी भन्दा अलिकति माथिपट्टि पर्दो रहेछ तलपट्टि चाहिँ कागबेनी हामी कागबेनी नबेसी चाहिँ अलिकति यो माथि आयौँ अब चाहिँ मुक्तिनाथ जाने तरकार छ सब रेडी भइसक्यो यी यहाँ झोला मान्छेहरू लिएर गाडीमा लोड गर्न जाँदैछन् है अब मुक्तिनाथ चाहिँ एकदम पोजिटिभ भाइब्स लिएर जाँदैछौँ हामी लेट्स गो बिहानको चिसो हावासँगै मनभित्र एउटा न्यानो उत्साह बोकेर हामी निस्कियौँ मुक्तिनाथतर्फ यताबाट यो रोड छ नि यो दाइ आउँदै हुनुहुन्छ नि त्यतैतिर गर्नु जस्तो लगभग अब चाहिँ सिँढीहरू सकेको छ सिँढी एकछिन चाहिँ टाइम लाग्ने रहेछ अलि हल्का थाके जस्तो चाहिँ हुने रहेछ तर आनन्दले आउनुपर्ने रहेछ त्यो धेरै चाहिँ छैन रहेछ अब चाहिँ हामी यो मुक्तिनाथ मन्दिरकै अगाडि छौँ ठ्याक्क मान्छेहरू छ अलिअलि आज अलिअलि भिडभाड चाहिँ छ मान्छेहरूको नुहाउनेहरू नुहाइरहेछन् दर्शन गर्नेहरू दर्शन गरिरहेछन् लाइन लागिरहेछन् है अलिअलि लाइन चाहिँ छ चोपी डुबुल की मार भाइ डुबुल की भाइ जय शम्भो कस्तो लागिरहेछ त हजुरलाई लास्टै जाडो यता हेरिदिनुहोस् न लास्टै जाडो जानुहोस् चेन्ज मुक्ति सजिलरी आउने रहेनछ मुक्ति पाउन गाह्रो चिज ठुलुगा फेरि आलम उहिलेदेखि मुक्तिनाथ सुनिरहेको यत्रो वर्षमा मुक्तिनाथ आयो एकदम खुसी लाग्यो सक्सेसफुल भयो मुक्तिनाथको ट्रिप अब झर्दैछौँ लास्टमा चाहिँ मम्मीको मोबाइल पानीमा हजेर त्यो कुण्डमा हजेर फेरि कुण्डमा जानु पर्यो दुईचोटि नुहाउनु पर्यो त्यही भएर मेरो डबल पाप कटो अब चाहिँ हामी झर्दैछौँ यसो यो तलतिरको के मन्दिर रहेछ सानो यतातिर राउन्ड हानेर झर्दैछौँ मुक्तिनाथको यात्रा एकदम सफल अनि सार्थक भएको छ थ्याङ्क यू गड फाइनली मुक्तिनाथ आयो हेलो हजुर कहाँ पर्यो यो यो मुक्तिनाथ भर्खर मुक्तिनाथको दर्शन गरेर हामी फर्किँदैछौँ हाम्रो भाइले चाहिँ खोइ धेरै पाप गरेको थियो कि कुनै दुईचोटि पाप पखाल्न गयो हामीलाई एक्लै हिँड्न गाह्रो भइरहेछ तिमी भाइलाई हेरेर हिँडिरहेछौ गाह्रो भएको छैन भाइ हिँड्न सक्दैन हो ए ल राम्ररी जाऊ ल बिस्तारै बसेर जाऊ ल हेलो के हो तिम्रो नाम मलिना मुक्तिनाथ दर्शन गर्न जान लागेको होइन कहाँ जान लागेको त
पूजा गर्ने ठाउँमा गएर पूजा नगर्ने गर्ने अनि त्यो भनेको दर्शन त हो नि होइन र मुक्तिनाथलाई पछाडि छोड्दै हामी बढ्यौँ अप्पर मुस्ताङको कोराला नाकातर्फ। अप्पर मुस्ताङको सौन्दर्य अद्भुत थियो। यहाँको भौगोलिक बनावट हेर्दा कुनै अलग्गै संसारमा आए जस्तो लाग्थ्यो। ल हामी चाहिँ यो ट्याक्कै सीमा स्तम्भ भएकै ठाउँमा छौँ अहिले चाहिँ। लास्टै विन्डी छ त्यही भएर हल्का लुगा पनि अलिक बाक्लो हाले लाउनु पऱ्यो। चाँडो चाँडो हातै ठिराउने भइसक्यो। यति साह्रो विन्ड छ कि हात ठिराउने भइसक्यो। यस्तो ल ल ल म यस्तो भिडियो बनाउँछु यस्तो। अनि फेरि यो ओहो ल यहाँ चाहिँ धेरै राहत रहेछ। ल बसौँ ल। तँ तपाईँ त्यो सीमा स्तम्भभन्दा उता जान हौ घोडामा। यो त गाई मिठाई जस्तो छ त अनि। गाई मिठाई त हो। कति रे यसको? बदाम मिठाई कति यसको? 350। 350? ओहो ल हस् धन्यवाद ल। ए ल हस् 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 जाउँ जाउँ ल निस्क्यो। लास्टै हावा चाहिँ लास्टै लाग्ने। ओहो टोपी उडाऊ टोपी उडाऊ। छिटो छिटो गाडी त छिरिहाल। बाई बाई चाइना। यिनीहरू टाउको सिङमा चाहिँ किन कलर लगाइदिएको यो? चिन्नलाई आफ्नो कलर हामी यात्रालाई टुङ्ग्याएर कोराला नाकाबाट फर्किँदै थियौँ, थोरै थकान र मनभरि अविस्मरणीय अनुभवहरू सँगालेर। यो यात्रा भिन्नै थियो। मुक्तिनाथको पवित्र स्नानदेखि अप्पर मुस्ताङका अकल्पनीय दृश्यहरू सबै सम्झिँदा यस्तो लाग्छ यो ठाउँमा फेरि पनि अवश्य पुग्नेछौँ।